Now, today I am at a most historic place of Slovenia, Celle Castle. चेले क्यासल एउटा यस्तो ठाउँ हो जहाँ इतिहास यहाँको किताबमा मात्र हैन, यहाँको हावामा पनि तपाईले महसुस गर्नुहुन्छ यहाँको इतिहासलाई। यो एउटा पहाडको टुप्पोमा बसेको दरबार पुराना पर्खाल र पुराना ढुङ्गाहरूले बनेको छ। तपाईँ यो ठाउँमा आउनुभयो भने तपाईले यहाँ आफूले आफूलाई महसुस गर्न सक्नुहुन्छ कि तपाईँ कुनै मध्यकालीन युगमा पुगे जस्तो महसुस गर्न सक्नुहुन्छ। राम्रो आर्को त यो एउटा किल्ला मात्र हैन, यो प्रेम, शक्ति र षड्यन्त्रले भरिएको एउटा कथा बोकेको ठाउँ हो। अनि किल्लाको हरेक ठाउँमा कुनै न कुनै इतिहास लुकेको छ। के हुन सक्छ, सजाय दिनको लागि बनाएको जस्तो लाग्छ मलाई चाहिँ। यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ पहिलाको सैनिकहरूको लुगा हो रहेछ। यो सैनिकहरूको यो हतियारहरू, त्यो भालाहरू, तरवारहरू अनि त्यो सबै सैनिकले लाउने पोसाक चाहिँ यता राखिएको छ। पहिला यो हामीले त्यो के अरे त्यो हलिउड सिरिजमा देखे जस्तै छ। यो चाहिँ देख्न सकिन्छ, यो चाहिँ बेड अनि यो चाहिँ बक्सा अनि ऊ चाहिँ एउटा पुरानो जमानाको के ओकिल सर के भन्छ त्यस्तै रहेछ। त देख्न सक्नुहुन्छ उहाँ चाहिँ रानी हुनुपर्छ पक्कै। ऊ चाहिँ राजा रानीले खाने डाइनिङ टेबल, उहाँ चाहिँ राजा हुनुहुन्छ होला सायद। पुरानो जमानाको त्यो पोसाक यता देख्न सक्नुहुन्छ। यो कुर्सीलाई चाहिँ यो कुर्सी चाहिँ सजाय दिन र पहिलाको गुप्तचरहरूलाई बसाएर के कुरा तिनीहरूको मुखबाट निकाल्नको लागि बसाउने गर्थ्यो होला सायद, यता बसाउने अनि यसले चाहिँ कस्ने र त्यस्तै किसिमको सजाय दिनको लागि हुन सक्छ। यो चाहिँ यता देख्नुहुन्छ यो छुरा, यो चाहिँ कैदीहरूको हात काट्नलाई हुन सक्छ। अनि यता चाहिँ यो चाहिँ बाँध्ने, अनि यता फेरि अर्को रहेको छ यो सजाय दिनको लागि। खै यसमा चाहिँ सुताएर यसले चाहिँ घोच्ने हुनसक्छ। यो पुरै काठले बनेको छ। अनि फेरि यता पनि यो भित्र हालेर तलबाट आगो लगाइदिने हुन सकिन्छ। हामीले कतै देखाउन सक्छौँ। फेरि अर्को छ यता, यो चाहिँ हातसात च्याप्ने के होला। फेरि यता पनि छ, यो पनि हेर्न सक्नुहुन्छ। यदि तपाईँ यात्रा मात्र होइन अनुभव खोज्दै हुनुहुन्छ भने तपाईको लागि चेले क्यासल सही गन्तव्य हुन सक्छ। यहाँ आइसकेपछि तपाईँ फोटो मात्र होइन कथा लिएर जान सक्नुहुन्छ। यदि तपाईलाई यो मेरो भिडियो चेले क्यासलको बारेमा राम्रो लाग्यो भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु र भिडियोहरूलाई सेयर गर्नुहोस्। र तपाईँ यदि स्लोभेनियामा हुनुहुन्छ भने एकचोटि चाहिँ यो चेले क्यासल घुम्न आउन सक्नुहुन्छ। हस्त, बाई बाई।